नमस्कार साथीहरू, स्वागत छ तपाईहरु सबैलाई हाम्रो नयाँ 360 डिग्री यात्रा भिडियोमा। आज हामी पुगेका छौं नेपालकै प्राचीन तथा ऐतिहासिक सम्पदा मध्ये एक चाँगु नारायण मन्दिरमा। यो केवल एउटा मन्दिर मात्र होइन, नेपालको इतिहास, कला, संस्कृति र धार्मिक आस्थाको जीवित संग्रहालय हो। यो भिडियो 360 डिग्रीमा भएकोले तपाईले आफ्नो मोबाइल, कम्प्युटर वा VR हेडसेट प्रयोग गरेर चारैतिरको दृश्य हेर्न सक्नुहुनेछ। मोबाइलमा हेर्दै हुनुहुन्छ भने फोन घुमाउनुहोस् वा स्क्रिन ड्र्याग गर्नुहोस्। कम्प्युटरमा हेर्दै हुनुहुन्छ भने माउस ड्र्याग गरेर वरिपरि एक्सप्लोर गर्नुहोस्। अब सुरु गरौँ चाँगु नारायणको अद्भुत 360 डिग्री यात्रामा। यो चाहिँ हाम्रो कमल विनायक बसमा कमल पोखरी उतातिर छ। अब हामी चाँगु नारायण पुग्छ। अब यता साइडबाट गयो भने नगरकोट जाने बाटो भयो, यता माथिबाट। अनि यता गयो भने चाहिँ काठमाडौँ जाने भयो। अब यताबाट सिधा गयो भने हामी यो चाहिँ नि चाँगु नारायण जाने बाटोमा ट्याक्क पुग्छौँ है। यो चाहिँ हल, कमल विनायक हल। अहिले कमल विनायक बेन्कुएट बनाएको रहेछ। यो पहिला सानो सानो बाटो थियो, यो चाहिँ अब अहिले चाहिँ ठुलो भएको छ। यो अहिले लगभग मजाले गाडी है, अहिले मजाले गाडी जाने बाटो भएको छ। यो पहिला एकदम सानो सानो बाटो हो यो। काठमाडौँबाट केही दूरीमा रहेको भक्तपुरको रमणीय पहाडको टाकुरामा अवस्थित छ चाँगु नारायण मन्दिर। यहाँ पुग्ने बाटो हरियाली, गाउँघर र सुन्दर प्राकृतिक दृश्यले भरिएको छ। अहिले 360 डिग्रीमा वरिपरि हेरेर यहाँको शान्त वातावरणको अनुभव गर्नुहोस्। यता पनि रमाइलो, धेरै रमाइलो शान्त यो ठाउँ। काठमाडौँबाट चाहिँ नि अब यो प्रदूषणहरू यस्तो चाहिँ केही छैन, सफा छ है। अब यो धुवाहरू त्यस्तोहरू चाहिँ होइन, एकदमै सफा, एकदम आनन्द हुन्छ है। शान्त वातावरण, खुल्ला मौसम, रमाइलो छ है। शीतल हावा, गाडीहरू धेरै छैन, यस्तो धुवा धुलो केही छैन, आनन्दको छ ल। अब यो ठाउँ पुगिसकेपछि चाहिँ सबै माथि माथि जाने बाटो मात्र आउँछ होला। Straight up. यताबाट सिधा गयो पनि भयो, यताबाट गयो यहाँबाट जानु मिल्छ कि हो? स्ट्रेट ठाडो बाटो छ यताबाट। टाढो छ है। मान्छे हिँड्नेलाई पनि बनाएको थियो यो बाटो। यो चाहिँ नि 360 भिडियो है साथीहरू। तपाईँले चाहिँ अब बोल्दाखेरि यताउता वरिपरि हेर्न मिल्छ है। टक्क स्क्रिनमा यस्तो ड्र्याग गरेर हेर्न मिल्छ तपाईँहरू। खड्का चोक है, खड्का चोक पुग्यौँ हामी। यहाँबाट पनि आउनेछ है, जुवाकोटबाट चाहिँ आउँदाखेरि यताबाट पनि आउनेहरू मिल्छ यो बाटोबाट। त्यो पेप्सी कोला पनि लेखेर छ, जुवाकोट जाने बाटो यो। बाटो घुमाएर स्ट्रेट अप, स्ट्रेट अप। रमाइलो छ हेर्नु है साथीहरू। यो इन्भाइरोमेन्ट एकदमै आनन्दको छ। कहिले काहीँ चाहिँ नि काठमाडौँबाट धुवा धुलोहरू होइन, त्यसबाट चाहिँ अलिकति छुटकारा पाउनलाई यो ठाउँमा आएर बस्यो भने पनि अलिकति एकदमै रिफ्रेसमेन्ट मिल्छ है। यहाँ लेखेको
चाङ्गु नारायण 1 किलोमिटर है लब हामी साँको पुगिनै सक्छौँ किलोमिटरमा चाङ्गु नारायण होइन त साँको यहाँबाट 3 किलोमिटर पुग्छ साँको यहाँबाट 3 किलोमिटरमा पुग्छ साँको यहाँबाट 10 किलोमिटरदेखि जान्छ हो ठाउँहरू एकदम रमाइलो है यता हेर्नु काठमाडौँ हेर्नु पाउनुहुन्छ ल यो रह्यो हाम्रो चाङ्गुको बस स्टप यो चाङ्गुको बस स्टप भयो हाम्रो हाइट टिभीहरू राखिरहेको छ ल सबैको देखाउनलाई त्यसै ओइ कितुवा देखा त म्युजियम जानु बाटो होइन पामा धेरै पुरानो म्युजियम थियो बाटोमा पसलहरू पनि अनुहारको चिरा देखिन्छ यसरी ठाउँ ठाउँमा खानापिना पसलहरू होइन है पनि खाउँछ तलसँग होइन है त्यो त यस्तै थाकिने के त्यसमै पो जतिको दिन छैन है छैन नर्मल है पुगिसक्यो हामी यही हो हाम्रो चाङ्गु नारायण मन्दिर अहिले हामी चाङ्गु नारायण मन्दिर परिसरमा प्रवेश गर्दछौँ। यहाँ पाइला टेक्न बित्तिकै इतिहास र संस्कृतिको गहिरो अनुभूति हुन्छ। काठमा कुदिएका उत्कृष्ट कलाकृति, पुरातात्विक मूर्तिहरू र प्राचीन वास्तुकलाले यहाँ आउने प्रत्येक आगन्तुकलाई आकर्षित गर्दछ। चाङ्गु नारायण मन्दिर नेपालकै सबभन्दा पुरानो हिन्दू मन्दिर मानिन्छ। भगवान विष्णुलाई समर्पित यो मन्दिर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत युनेस्को सम्पदा क्षेत्रभित्र पर्दछ। यहाँ रहेका ढुङ्गे शिलालेखहरू नेपालको प्राचीन इतिहास बुझ्न महत्त्वपूर्ण स्रोत मानिन्छ। मन्दिरको हरेक कुनामा सयौं वर्ष पुरानो कला र इतिहास लुकेको छ। माथि पनि हेर्नुपर्छ माथि क्यामेरा ल छिनामस्तक देवी बनाउँदैछ। अहिले वरिपरि हेर्नुहोस्, यहाँका काठका टुँडाल, धातुका मूर्तिहरू र परम्परागत नेवारी वास्तुकलाले नेपालका कलाकारहरूको अद्भुत सिप झल्काइरहेको पाइन्छ। 360 डिग्रीमा प्रत्येक कलाकृति ध्यानपूर्वक हेर्नुहोस्, किनकि हरेक मूर्तिको आफ्नै कथा छ। चाङ्गु नारायण केवल ऐतिहासिक स्थल मात्र होइन, यो एक महत्त्वपूर्ण धार्मिक स्थल पनि हो। दैनिक पूजा, आरती र भक्तजनहरूको श्रद्धाले यहाँको वातावरणलाई आध्यात्मिक बनाइरहेको हुन्छ। यदि तपाईँ शान्ति र सकारात्मक ऊर्जा खोज्दै हुनुहुन्छ भने यो स्थान अवश्य भ्रमण गर्नै पर्ने गन्तव्य मध्ये एक हो। चले जाने बाटो सरसफाई सोमलिङ्गेश्वर महादेव। जाने बाटो अब यो चाहिँ हामी अघि न जहाँबाट आयो त्यही ठाउँ भयो होइन। यो ठाउँ चाहिँ अघि नआएकै ठाउँ भयो हाम्रो। अब यहाँबाट स्ट्रेट यतातिर गयो भने यस्तो चले जाने बाटो बाहिरको भ्यूहरू। यो चाहिँ भ्यू पोइन्टहरू छ है यतातिर राम्रो। चले जाने यहाँबाट तल साँखोको बाटो है सबै देख्न सक्नुहुन्छ। राम्रो भ्यूहरू यहाँबाट हेर्न पाएँ। यस्तो छ हाम्रो चाङ्गु नारायण ल तलबाट पनि आउनेहरू छ, यताबाट पनि आउनेहरू हुन्छ है, यताबाट पनि आउँछ।
यताबाट हिँडेर आउने बाटो अब यो चाहिँ कुन रे हेर्नुहोस् त यता यो यतातिर कुन कुन एरिया पर्छ यतातिर यो कुनको यो साँखोको बाटो यही त हो नि होइन यो साँखोको बाटो है यो साँखोको बाटो यो साँखोको बाटोको भटौबर एरिया यही हो कि के हो अनि आएको बाटो यहाँ तलको बाटो पनि छ है यताबाट पनि डुवाकोट निस्किन मिल्छ नि यताबाट पछाडिबाट मैले त्यो म्याप राखिरहेको छ त्यहीँबाट हेरेर यताबाट जानु पाएँ डुवाकोट निस्किन मिल्छ यताबाट मन्दिर परिसरबाट भक्तपुर उपत्यका र वरिपरिका पहाडहरूको मनमोहक दृश्य देख्न सकिन्छ। अहिले 360 डिग्रीमा चारैतिर हेरेर यो सुन्दर दृश्यको आनन्द लिनुहोस्। विशेष गरी बिहान र साँझको समय यहाँको दृश्य झनै आकर्षक देखिन्छ। साथीहरू, आजको हाम्रो चाँगु नारायण 360 डिग्री यात्रा यतिकै। यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला। यस्तै नेपालका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको 360 भिडियो हेर्न हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस्। फेरि अर्को नयाँ 360 डिग्री यात्रामा भेटौँला। धन्यवाद। ओम विष्णु देवाय नमः।